नमस्ते सबैजनालाई लासो फ्यापुलाटा सिधेले सेवारो भन्दै आजको भ्लग सुरु गर्न गइरहेको छु। आजको भ्लग स्पेसल रहेको छ। आज चाहिँ म यहाँ कोलम्बस आइसकेको छु। स्पेसल किन भन्दाखेरि चाहिँ नेपालबाट युएसमा आउनुभएको छ। सो उहाँलाई वेलकम पनि, अनि अब एकछिन भेटघाट गर्नको लागि चाहिँ यहाँ आइरहेको छु। सो स्पेसल म अहिले कहाँ छु भन्दाखेरि गोर्खा क्राउन नेपाली एन्ड इन्डियन क्विजिन रेस्टुरेन्टमा छु कोलम्बसमा। उहाँलाई चाहिँ मैले यहाँ वेलकम गरिरहेको छु। सो अब के हुन्छ सबैजना तपाईँहरूलाई मैले यस भिडियो मार्फत देखाउने छु। अनि के भन्न चाहन्छु भन्दाखेरि सबैजनाले मेरो च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र तपाईँहरूको सल्लाह सुझाव पनि दिन नबिर्सिनु होला, किनकि म तपाईँहरूलाई अब चाहिँ राम्रो राम्रो भ्लगहरू लिएर कमब्याक गर्न लागिरहेको छु। सो गाइज, टिल देन किप वाचिङ, सबैले माया गरिदिनु होला भन्दै आज चाहिँ अब के हुन्छ एकछिनपछि म रिभिल गर्नेछु को हो भन्ने कुरा चाहिँ सबैजनाले राम्रोसँग हेरिदिनु होला भन्न चाहन्छु। लेट्स गो। फाइनली अब चाहिँ भित्र जान्छु। अब त्यहाँ गएपछि के हुन्छ आइसकेको जस्तो लागिरहेछ। अब हेरौँ, सबै तपाईँहरूलाई देखाउने छु। लेट्स गो। सो फाइनली द गोर्खा क्राउन, इनसाइड द गोर्खा क्राउन। हाम्रो बार इम्बियन्स यस्तो छ यहाँको चाहिँ, दामी छ स्योस। अब चाहिँ यहाँभित्र के हुन्छ हेरौँ। अब म टक्क लाएर चत्तर चत्तर गर्दै बस्नु पऱ्यो नि त होइन। ए म चाहिँ भन्नुपर्दा चाहिँ म डिजे तामा, अल द वे फ्रम काठमाडौँ। मेरो वाइफ उता अनि त्यो अनि विश्व भाइको चाहिँ हाम्रो चाहिँ पहिलादेखि चत्तर चत्तर ग्याङ हाम्रो। अनि एकदेव लिम्बूको चाहिँ जुन झिमझिममा आउने आँखाको चाहिँ प्रिमियर पछि चाहिँ आजै हो हामी भेट भएको फेरि। कहाँ आइरह रे अहिले त हामी एकदेव सरको चाहिँ झिमझिमाउने आँखामा होइन बबाल गीत छ हाम्रो विश्व भाइ है, विश्व लिम्बू भाइ एकदमै चिल होइन भेट्न पाउँदा, र अब तपाईँहरूलाई पनि भेट्न पाउँदा चाहिँ एकदम खुसी लागिरहेछ भन्नुपर्छ। थ्याङ्क यू भन्नु। अब धेरै पछि भेट भएको भाइसित अब होइन, यसो भला खुसारी कस्तो लाग्यो तपाईँलाई? रमाइलो छ। किन भन्दाखेरि अब यही हो, अब युएसको टाइम अब यहाँको अलिक बिजी नै हुन्छ, मान्छेहरू भेटघाट हुनै गाह्रो क्या। यो माथि अब टाढा टाढा कता कता हुन्छ होइन, त्यो भएर नै अलिक गाह्रो हुन्छ। मैले चाहिँ खास चाहिँ अब अस्तिदेखि नै, जब यता आउने दिनदेखि नै म त हामी किप इन टच भइरहेको हुन्छ अरूसँग पनि, स्टोरीहरू देखिरहन्छ नि त है। भाइ चाहिँ फेरि एकदम मिसीको फ्यान पुरा होइन। अनि अब वर्ल्ड कप हेर्न आउनु भएको छ, अनि खुसी लाग्यो। त्यसपछि चाहिँ अब यता यदि वायातिर झर्नु भयो भने चाहिँ एकचोटि यसो भेट्ने वातावरण चाहिँ बनाऊँ भन्ने चाहिँ कोसिस गरिरहेको थिएँ। तपाईँको चाहिँ अब कस्तो हुँदैछ यहाँको अनुभव? होइन, मेरो त रमाइलो भइरहेछ। तपाईँहरू आउनु भएको छ, खुसी लागिरहेछ होइन। सर यहाँ 2 घन्टा ड्राइभ गरेर आउनुभयो, हजुरहरू पनि कति टाढोबाट आउनुभयो होला होइन। ए नजिकै हो। अनि अब आउने बित्तिकै हाम्रो दिपक सरहरूले वार्म वेलकम गर्नुभयो, सुरेन्द्र सरहरूले, दिल्ली सरहरूले होइन। रमाइलो रहेछ यहाँ, अलिकति त्यो मजाको माहौल होइन। त्यो धेरै नेपाल मिसै नहुने टाइपको वरिपरि नेपाली दाजुभाइ नै दाजुभाइ भएपछि त्यसमा केही कुनै नेपाल मिस हुने ओहो त्यस्तो चाहिँ नहुँदो रहेछ। नेपाली फुड पनि खान पाइएकै छ होइन, घुम्न पाइएकै छ, नेपाली भाषामा बोल्न पाइएकै छ होइन सबैसँग भनेपछि त्यो छैन। र अब संसारकै सबैभन्दा विकसित र सर्वशक्ति सम्पन्न मुलुक हो, त्यसमा विकासको कुरा अब यहाँ अरू कुराहरू त के गर्ने होइन, त्यो कुरा गर्न जरुरी नै छैन। मैले भन्दा हजुरहरूले राम्रो यहाँ बुझ्नु भएको छ, हेर्नु भएको छ। सो त्यही मेरो चाहिँ अब हजुरहरू आउनु भएको छ, हाम्रो दिपक सर, अनि उता दिपक सर, हाम्रो सुरेन्द्र सर, दिल्ली सर होइन, म्याडम। अब हामी परिवार जस्तै भयौँ, फ्यामिली जस्तै होइन। सो थ्याङ्क यू सबैजनालाई। अनि आज चाहिँ म अब अहिले एकछिनपछि यहाँ मेसेज पनि आइसकेको छ, हाम्रो नामसाङ सर भन्ने एकजना आउँदै हुनुहुन्छ, अनि उहाँसँग चाहिँ म आज
टेनेसी जाँदैछु अब एकछिनपछि नै अब मेबी हाफ एन आवरतिर आइसक्नुहुन्छ होला उहाँ अनि त्यही हो थ्याङ्क यू सो मच आइदिनु भयो जताबाट पनि फेरि भेट्दै गर्नुपर्छ हामी सामाजिक सञ्जालमा पनि जोडिन्छौँ होइन अनि अब तपाईँहरू यहाँ नजिक हुनुहुँदो रहेछ हाम्रो युवा साथीहरूले यहाँ चाहिँ यत्रो राम्रो व्यवसाय सुरु गर्नु भएको छ एकअर्कालाई अलिकति सपोर्ट गर्ने त भन्ने होइन गोर्खाल्यान्डमा तपाईँहरू आइदिनु पऱ्यो तपाईँहरूको केही छ भने उहाँहरू पनि त्यहाँ आइदिनुहुन्छ होइन अब यो ठुलो लगानी अब व्यावसायिक रूपमा अगाडि बढ्नु अलिकति सहज चिज होइन त्यो चिजहरू उहाँले गरिराख्नु भएको छ त्यसमा चाहिँ सबैको साथ सहयोग सपोर्ट होइन नेपाली दाजुभाइ भएको नाताले हामी सधैँ एकअर्कालाई गरि पनि रह हो गर्छौँ पनि होइन त्यो फेरि अब तपाईँहरूको चाहिँ अब म त पाहुना भएँ हजुरहरूसँग सर्ट टाइम मात्रै स्पेन्ड गर्नु पाएँ अब तपाईँहरूको चाहिँ रेगुलर यहाँ भेट भइराख्नु पऱ्यो आत्मीयता चाहिँ तपाईँहरूको चाहिँ बढ्नु पऱ्यो व्यापक रूपमा अनि त्यो होस् थ्याङ्क यू सबैजनालाई एकदमै सर्ट बसाइ हो मेरो त कति 2 दिन 3 दिन भयो होला आएको निन्द्रा पनि खासमा भन्ने मजाले पुगेको छैन हरेक दिन चाहिँ लगभग 3 बजे 4 बजे मात्रै सुतिएको छ तर पनि 5 आवर्स सुत्दाखेरि पनि निन्द्रा पुगिरहेको छ भनेपछि म पूर्ण सन्तुष्ट रहेछु तपाईँहरूको यो वेलकम सबै कुराहरू अनि हामी त एकदमै धेरै टाइम स्पेन्ड गऱ्यौँ सुरेन्द्र सरसँग दीपक सरले आज भ्याउनु भएन अब त्यसमा खासै मेरो गुनासो छैन सर तपाईँ चिन्ता नगर्नुहोस् तपाईँ संयोजनकारी भूमिकामै हुनुहुन्छ होइन ठिक छ अन्तर्वार्ता जुन तरिकाले लिनुहुन्छ नि एकदमै समय लाग्छ त्यो सेटिस्ट हुन्छ कि जसरी प्रश्नहरू गर्नुहुन्छ होइन गेस्टलाई अनि त्यो एकदमै त्यो भनौँ न मन छुन्छ कि अब एकदमै हेरेर लास्टमा चाहिँ चाउमिन र मोमो टाइपको नेपालीहरू त्यही हो क्या मेन्यु हेरेर लास्टमा चाउमिन ल्याऊ मोमो ल्याऊ सक्यो थुक्पा दियो होइन थुक्पा दियो त्यस तपाईँहरूलाई चाहिँ भेटेर चाहिँ खुसी लाग्यो मलाई चाहिँ म चाहिँ नयाँ चाहिँ एकदमै पनि चाहिँ हामीले निकालेको छौँ ए है यसमा अझै हजुर धेरै अप्सन रहेछ यो चाहिँ निकै लामो समय जाने खालको त्यो ब्रान्ड बनाऊँ भनेर कन्सेप्ट बनाएर यो बिजनेस सुरु गरेको हो यो पार्किङ लटहरूको एकदम धेरै सुविधा भएको निस्किन बस्न पनि एकदम सजिलोसँगले कति ठाउँ चाहिँ एकदम गाडी लानै गाह्रो हुने अनि स्पेस अलिकति धेरै ठुलो ग्रुप आइयो भने स्पेसै नपाइने पार्किङ गर्न पनि भन्ने हुन्छ नि त्यसको चाहिँ समस्या देखिन मैले तपाईँले अब लङ टर्म रन गर्नको लागि चाहिँ एकदम राम्रो लाग्यो मलाई सोचेर प्रयास चाहिँ गरेको अनि किनभने तपाईँको इन्डस्ट्री मैले त्यति राम्रो पाएको छुइनँ मैले उसले चाहिँ हाम्रो समूह यहाँ हाम्रो राई लिम्बूको समूह छ झन् 100 घरभन्दा बढी छ यहाँ अहिले यहाँ पनि पहिला त थोरै नै थियौँ हामी 2013तिर हामी 7-8 घर थियौँ होइन 7 घरबाट स्टाब्लिस 7 घरबाट सुरु गरेको अहिले 100 घर जति भइसक्यो यहाँ पनि तर अरू सेकेन्डरी माइग्रेसन अरू ठाउँबाट यसरी माइग्रेट हुँदै यहाँ अलिकति ठुलो समय भयो भने पनि धेरै कुरो एउटा आफूलाई पनि अलिकति आश लाग्ने आफ्नो समाजबाट आफ्नो आफन्तहरूबाट त्यो भएपछि होइन अनेस्टली तपाईँ बोल्दै गर्नुभयो भने एउटा समाज चाहिँ चाहिन्छ भन्ने एउटा दुःख सुखमा त्यो त्यसरी चाहिँ हेर्छु म चाहिँ किनभने कलेजको ठाउँमा त्यसरी चाहिँ त्यो चाहिँ फिल लाग्छ मलाई चाहिँ किनभने म उहाँलाई थाहा छ म नेपालमा ढामाराटी भन्नुपर्दा यता के अरे सद्धबाट त्यहाँ पुगेको छुइनँ सद्धबाट पनि पुग्नु होइन म त्यहाँ गएको छ नि हाम्रो चुम्लुङमा चुम्लुङमा यता हाम्रो माङिनमा त्यस्तो मान्छे तर अमेरिका आएपछि चाहिँ फिल हुँदो रहेछ क्या तपाईँको के रहेछ होइन आफ्नो संस्कार संस्कृति त्यो भएर चाहिँ अलिकति जोडिँदा राम्रो कतिखेर के पर्छ त्यो मलाई चाहिँ त्यस्तो लाग्छ चाहिने भनेको चाहिँ आफ्नै मान्छे नै हो फेरि यहाँ भनेको तपाईँको यस्तो कल्चर भएको ठाउँमा कि बाउले छोराको बारे वास्ता नगर्ने छोराले बाउको बारेमा वास्ता नगर्ने
मागिएको छ। तर हामी त त्यस्तो होइनौँ। हाम्रो त पिता पुर्खादेखि नै अब एक आपसमा सहयोग गर्नुपर्छ, एक आपसमा बाजेले पनि होइन आफन्त भनेको आफन्तै चाहिन्छ जे गर्दा पनि त्यो हो त्यस्तो संस्कारमा हुर्केको छ। अहिले पनि अब त्यस्तै संस्कारमा मान्छे नै अब मन लाग्छ। भाइ 7.5 घन्टा 6 घन्टा स्ट्रेट कि रोकेर स्ट्रेट भनेपछि तपाईँलाई 6.5 घन्टा। Alright, ladies and gentlemen, so आज चाहिँ मेरो एकदम प्यारो मेरो एकदम मेसीको डायट फ्यान हाम्रो विश्व लिम्बू अल द वे फ्रम काठमाडौँ। म पनि काठमाडौँ गएँ, फेरि काठमाडौँमा चाहिँ उहाँ चाहिँ अहिले बस्नुहुन्छ, उहाँ चाहिँ पूर्वको हो फेरि है गाइज होइन कि 2 शब्द। थ्याङ्क यू सो मच फर कमिङ। हात मिलाउँ। ल 2 घन्टा ड्राइभ गरेर आउनुभयो, खुसी लाग्यो। अब नेपालमा भेटौँला। अब नेपालमा चाहिँ अहिले त तत्काल होइन, अब केही वर्ष लाग्छ होला, 2 वर्षपछि है। खास हाम्रो चाहिँ अस्ति एकदेव लिम्बू भाइको प्रिमियरमा आउँदाखेरि चाहिँ सकर खेल्ने हाम्रो चाहिँ फुटसल म्याच खेल्ने कुरा पनि भएको थियो त्यतिखेर। अब खेल्नु चाहिँ पाएन, डोना हामी अब छेवाङहरू भयो होइन, पासाङ भाइहरूसँग हामी खेल्ने विचार थियो। तर के गर्नु, त्यस्तै हो, मान्छेको भाग्यमा जे लेखेको हुन्छ त्यो भोग्नै पर्छ होइन। सो गाइज हामीले खेल्नु पाएन। तर आज चाहिँ यहाँ हामी अब युएसमा आएर हामी भेटघाट हुँदाखेरि चाहिँ हाम्रो चत्तर ग्याङ, मालिक ग्याङ भनौँ न होइन, एकदम खुसी लाग्यो। सो गाइज सबैजनाले अब होइन त्यही हो, अब धेरै चिजहरू गर्नु थियो, टाइम टाइममा तपाईँले त्यो कन्सर्टको अफर गर्नुभएको थियो, मलाई पनि एकदमै मन थियो। तर अब टाइम नै मिलेन यार, टाइम मिलेन होइन। मलाई अब कुनै दिन भेट्यो, अब कुनै दिन भयो भने फेरि पनि हामी मजाले हुनेछौँ सँगै होइन। भेट्छौँ। सो गाइज सबैजना के मेरो च्यानललाई 2 शब्द सब्सक्राइब गरिदिनु होला। डिजे तामालाई सबैजनाले माया गरिदिनु, सब्सक्राइब गरिदिनु। अनि उहाँ मेरो अब राम्रो साथी, नेपालमा पनि भेट भइरहन्थ्यो अनि अब अमेरिकामा भेट भयो। खुसीको कुरा हो, 2 घन्टा ड्राइभ गरेर आउनुभयो, कस्तो राम्रो है। अब फेरि तपाईँ 2 वर्षपछि नेपाल आउनुहोस्, त्यसपछि फेरि भेट हुन्छ है। उहाँले खास मलाई क्रिस ब्राउनको कन्सर्टको लागि भन्दै हुनुहुन्थ्यो, असर र क्रिस ब्राउन है, क्रिस ब्राउन। सो तर त्यस्तै भयो। I'm gonna miss that. अब जेस अब के भन्नु होइन, एकदम खुसी लाग्यो भन्नु पर्छ। अब यहाँ आएर पनि आफ्नो ठाउँको आफ्नो देशको हामी दाजुभाइ भेट्दाखेरि चाहिँ एकदमै खुसी लाग्यो। अब गदगद भइरहेको छु म चाहिँ होइन। अब के गर्नु, यस्तै हो, सबैजनाले माया गरिदिनु होला र यस्तै ब्लगहरू लिएर फेरि अब फ्युचरमा कमब्याक गर्नेछु। अब सबैजना डु सब्सक्राइब हेरेर डु सब्सक्राइब। सो अब म बिदाई गर्छु। यो चाहिँ फेरि मैले भन्ने हो। ल थ्याङ्क यू। यो हाम्रो भाइलाई चाहिँ अब सरलाई चाहिँ सर भाइ दुइटै हो फेरि, अलिकति तपाईँभन्दा सानै हुन्छ। शुभ यात्रा, अब राम्रोसँग यात्रा गर्नु होला। अब फुटबल मेसीको गेम हेर्नु होला, अर्जेन्टिनाको होइन। म्यामले पनि लगाइदिनु हुन्छ अनि यता बुढीले पनि लगाइदिनुहुन्छ। सर्टेन टाइममा भेट भयो। अब हामी दाजुभाइ अब चाहिँ धेरै टाइम स्पेन्ड गर्ने विचार थियो, तर के भन्नु, बिछोड भयो एकदम मिस है। अब नेपाल गएपछि चाहिँ हाम्रो पासाङ भाइ अनि हाम्रो एकदेव भाइ अनि त्यसपछि छेवाङ भाइ अनि त्यसपछि हाम्रो सोबर, हाम्रो वाङदी मेरो सोल्डी राजालाई चाहिँ एकदमै मैले मिस गरेको छु। सरलाई पनि मैले मिस गर्ने छु, त्यही भन्न चाहन्छु। सो अब राम्रोसँग शुभ यात्रा भन्न चाहन्छु। अब मेसीलाई के भन्छ, गुड लक पनि। म पनि फेरि एकदमै पहिलादेखि चाहिँ म अर्जेन्टिनाको म्याराडोनादेखिको फ्यान हो। 90 वेस्ट जर्मनी र अर्जेन्टिना फाइनलमा पुगेको जुन चाहिँ थियो त्यो गेम 19 यता छ है हाम्रो माइक त तल यार। 1994 भनेपछि 90 होइन। तर अब एकदम खुसी लाग्छ। जय मेसी। ल तपाईहरु दुईजनालाई मेरो पासाङ भाइ रिसाउने होला फेरि, रोनाल्डो पनि भन्नु। सही ल। अब यता बहिनीले हुन्छ, तपाईँ मेरो आजबाट खास ज्वाइँ पनि हो है फेरि।
मेरो ल थ्याङ्क यू बहिनी खुसी लाग्यो ल तपाईँहरू दुईजनाको होइन ज्वाइँ हो तपाईँ ज्वाइँ हो किनभने हाम्रो चाहिँ फेरि नाता ठुलो कुरो हुन्छ अब उहाँ पनि फेरि साँबा लिम्बू पर्नुभएछ तपाईँ तामाङ लामा पर्नुभयो त्यस कारण परको होइन अब कहाँ मेरो बुढी पनि लिम्बू हो होइन लिम्बू नै हो सावा लिम्बू है मेरो चाहिँ ए हो जय साहब भन्नु भनेर ल ल एक दिन अब दिदीलाई बहिनी अथवा भेटेपछि नै थाहा हुन्छ है ल एकदम नजिकको ल सुरेन्द्र सर ल धेरै धेरै माया छ ल है ल हाम्रो चेलीलाई पनि शुभकामना तपाईँहरू दुवैजनालाई ल शुभकामना छ ल यो चाहिँ अब हाम्रो फाइनल गुड बाई ल आउनुहोस् त सर एउटा फोटो पनि खिच्छौँ हामी उहाँ चाहिँ हाम्रो यहाँ गोर्खा क्राउनको अनर वान अफ द अनर्स शब्द जाओस् माइक छ नि ल सबैजनालाई हेलो सेवारो मेरो तर्फबाट पनि होइन आउनु होला हामी पिकरिङटनमा छौँ गोर्खा क्राउन भनेर सर्च गरेर आउनुहोस् मिठो मिठो खानेकुराहरू हामी तयारी गरेर राखिदिएका हुन्छौँ होइन लोकेसन कोलम्बस है गाइस फेरि कोलम्बस पिकरिङटनमा आउनु होला 70 हाइवे हिँड्नुहुन्छ भने एकदम नजिक छ होइन एक्जिटबाट लेस देन माइल ओके भित्र पर्छ होइन हामीलाई कल गर्न पनि सक्नुहुन्छ अथवा गुगल गरेर हेर्नु होला हामीलाई थ्याङ्क यू ल अनि स्पेसली थ्याङ्क यू हाम्रो सुरेन्द्र सर किनभने एकदम मिठो बिरयानी त्यसको लागि धेरै धेरै धन्यवाद हामी पछि पनि हामी जोडिने छौँ किनकि हामी त यहीँको हो यहीँ छौँ होइन अब हाम्रो पाहुना भनेको चाहिँ उहाँ हो मालिक हो फेरि होइन मालिक अब अलिक सडनली अब टाइम नभएको हुनाले जानुपर्ने भयो हामी चाहिँ फेरि जोडिने छौँ हामी मान्छे टाढा भए पनि मन चाहिँ फेरि एकदम यहाँ चाहिँ आइराख्नु है गोर्खा क्राउनमा मालिकको सम्बन्ध बिग्रिन्छ तपाईँ यहाँ आउनु भएन किन भन्दाखेरि हाम्रो डाउन यो के भन्छ सपिङ गर्ने ठाउँ पनि यतै हो त्यही भएर हामी आउँछौँ अनि यता पनि हाम्रो सरहरू उहाँलाई पनि धेरै धेरै धन्यवाद सेवारो छ फेरि माइक अनि यहाँ माइक फेरि म यतै सम्हाल्छु ल उहाँलाई पनि धेरै धेरै धन्यवाद आइदिए एकदम हाम्रो त अब सम्बन्धकै फेरि भेट भइराख्नु पर्यो है तपाईँहरू हामी चाहिँ किप इन टच भइरहनु पर्यो यो सम्बन्ध चाहिँ हाम्रो विश्व सहरकोबाट चाहिँ जोडेको भन्ने चाहिँ सबैले चाहिँ याद गर्नु पर्यो है इन द फ्युचरमा अनि हामी चाहिँ अब ठिकै छ अब सामाजिक सञ्जालमा नि किप इन टच रहिरहौँ किन भन्दाखेरि अहिलेको अवस्थामा त्यो नभई हुँदैन सबैलाई त्यही भएको हुनाले एकदम बिग साउट आउट टु अल पिपल क्या है एकदम खुसी लाग्यो ल मेरो पर्सन बनाएर उहाँलाई पनि होइन माया चाहिँ गर्नु पर्यो है धेरै माया गर्नु हेलो हाम्रो विशु भाइ है विशु लिम्बू भाइ एकदमै चिल होइन आफ्टर लङ टाइम त्यो थाहा पाउनु भयो नि के को सेलिब्रेसन हामी चाहिँ अहिले कहाँ आइरहे अहिले त हामी एकदेव सरको चाहिँ झिमझिम आउने आँखामा होइन सबैजनाले चाहिँ होइन सुनिदिनु होला र कमेन्ट पनि गरिदिनु होला होइन के कस्तो हुन्छ रिभ्यू होइन दिनु होला होइन अब चाहिँ हामी छिट्टै नै अब फुटसलमा भेट्नेछौँ आज चाहिँ यहाँ कहाँबाट जुरा रहेछ यहाँ 77 पहिले हेर्दैछ आज चाहिँ आएनछ है सो खुसी लाग्यो सबैजना साथीभाइ दाजुभाइहरू भेट्दाखेरि के छ ब्लगको नाम के छ तपाईको मेरो डिजे तामा वाउ गजब हाम्रो पहिला नि कुरा त भइरहेको अनि तर अहिले किप इन टच पनि नभएर मेरो बुढी पनि लिम्बू हो होइन लिम्बू नै हो सावा लिम्बू है मेरो चाहिँ ए हो जय साहब भन्नु भनेर ल ल यहाँ नै होला अलिक सिनियर खोइ थाहा भएन एक दिन अब दिदीलाई बहिनी अथवा भेटेपछि नै थाहा हुन्छ है ल